वेलकम बैक टू माई चैनल गाइज। आज फेरि पनि हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ होला भनेर आशा गर्दैछु। म पनि सन्चै छु। आजको नयाँ ब्लग चाहिँ हजुरहरूले पढेर पनि थाहा भइसकेको होला हजुरहरूलाई। त्यही भएर आजको नयाँ ब्लगमा चाहिँ हामी चाहिँ बाहिर जानको लागि पिटी, आइएल्स, ड्युलिङ्गो, हाम्रो डिफ्रेन्ट चाहिँ प्रोफेन्सी, इङ्ग्लिस प्रोफेन्सी टेस्टहरू दिन सकिन्छ। त्यसमध्ये कुन चाहिँ एकदम राम्रो छ, कुन चाहिँ एकदम सजिलो छ, कुन चाहिँ गाह्रो छ, त्यो चाहिँ आज चाहिँ हामी आजको च्यानलमा चाहिँ बुझ्न पाइन्छ। अनि त्यसपछि चाहिँ के छ भने हिजो चाहिँ भर्खर चाहिँ मेरो एउटा साथी चाहिँ यहीँ भर्खर नजिकै बस्ने चाहिँ साथी चाहिँ आउनुभएको थियो। उहाँले चाहिँ हिजो चाहिँ जस्ट के अरे आइएल्स दिएर आउनु भएको थियो। त्यही भएर चाहिँ उहाँले चाहिँ ल ठिक छ, म चाहिँ भन्छु के थियो, कस्तो थियो, मेरो अनुभवहरू के थियो भनेर उहाँले भन्नुभएको थियो मलाई। त्यही भएर मलाई हजुरहरूलाई पनि यसो भनिदिइहालौँ भनेर जिज्ञासा भयो मलाई। सो त्यही भएर चाहिँ आज त्यसकै बारेमा चाहिँ कुन सजिलो छ, कुन गाह्रो छ, पिटी चाहिँ कस्तो छ, आइएल्स कस्तो छ, ड्युलिङ्गो कस्तो छ, अर्को एक्सपर्ट टेस्ट भन्ने पनि हुन्छ, त्यो पनि कस्तो छ भन्ने म चाहिँ हजुरहरूलाई आज प्रष्ट रूपले भनिदिन्छु। के छ भने आज चाहिँ पहिला सुरुमा चाहिँ हामी चाहिँ आइएल्सतिर जाऊँ। आइएल्समा हिजो चाहिँ दिएर आउनु भएको थियो हाम्रो साथी चाहिँ। उहाँले के भन्नुभएको थियो भने आइएल्समा पनि 4 पार्ट नै हुन्छ। एउटा लिसनिङ, राइटिङ, स्पिकिङ अनि रिडिङ। अनि त्यसमा चाहिँ के हुन्छ भने फर्स्टमा के हुन्छ भने स्पिकिङमा जान्छौँ भने हामी स्पिकिङमा चाहिँ तपाईँको चाहिँ 2टा पार्ट हुन्छ। पार्ट 1 अनि पार्ट 2 हुन्छ। अनि त्यसपछि चाहिँ के हुन्छ भने पार्ट 3 पनि हुन्छ। हाम्रो त्यसमा 3टा पार्ट हुन्छ, पार्ट 1, पार्ट 2 अनि पार्ट 3 सरी है। अनि त्यसपछि चाहिँ के हुन्छ भने पार्ट 1मा तपाईँहरूको के छ भने जेनरल इन्ट्रोडक्सन्स, जस्ट के हुन्छ भने टेल मी अबाउट योर सेल्फ, वेयर आर यु फ्रम, अनि वाट आर युर हबिज, त्यस्ता नर्मल कुराहरू मात्र सोधिन्छ त्यसमा। अनि त्यो अर्कोमा के हुन्छ भने सेकेन्डमा के हुन्छ भने जस्ट चाहिँ पार्ट 1 को रिलेटेड क्वेसनहरू पनि पार्ट 2मा चाहिँ सोध्छन् त्यसमा। त्यो चाहिँ हाम्रो चाहिँ पार्ट 1, पार्ट 2, पार्ट 3 सबै 3टै लिएर लगभग 10 to 15 मिनटसम्मको भित्रमा तपाईँको सकिन्छ। अनि पार्ट 3मा के हुन्छ भने पार्ट 3मा तपाईँको पार्ट 1 र पार्ट 2 दुईटै मिक्स गरेर अनि पार्ट 3मा सोध्ने हो। अनि त्यसपछि के छ गाइज, अनि त्यसपछि अर्कोमा आउँछौँ भने हामी लिसनिङतिर आउँछौँ भने लिसनिङ पनि त्यस्तै गाह्रो छैन भनेर भन्नुभएको थियो साथीहरूले। तर के छ भने लिसनिङमा चाहिँ 40वटा क्वेसन आउँछ। अब त्यो चाहिँ क्वेसन हामीले सुनेर अनि त्यसपछि चाहिँ के अरे एन्सर चाहिँ प्रोभाइड गर्ने हो हामीले। अनि त्यसमा के भयो भने लिसनिङमा चाहिँ 40वटा क्वेसन आउँछ। अनि उहाँले के भन्नुभयो भने